के तपाईहरूलाई चमेराबाट कोभिड-19 सर्न सक्छ? के तपाईहरूले यही कुरा सोच्नु हुँदै थियो? नमस्ते, म हुँ चमेरा अनि म आज तपाईहरूको प्रश्नहरूको उत्तर दिन आएको हो। हैन, मबाट तपाईहरूमा कोभिड-19 फैलिँदैन। यो एउटा खुसीको खबर हो, होइन र? म यस बारेमा तपाईहरूलाई अझै जानकारी दिन्छु। तपाईहरूले मलाई घर बाहिर रुखमा झुन्डेको देख्नु भएको छ होला। यताउता उडिरहेको पखेटाको आवाज सुन्नु भएको होला कि त साँझमा छेउको मैदानमा। हामी जस्ता चमेराहरू हजारौं वर्षदेखि मानिससँग मिलेर बसेका छौं। केही दिनदेखि समाचारहरूमा यस कोभिड-19 महामारीको सन्दर्भमा हामीलाई प्रसार गर्दैछ। यस्तो समयमा तपाईहरूलाई रिस उठ्दो हो अथवा भ्रम हुँदो हो या हामीसँग डर पनि लाग्दो हो। म बुझ्छु, यो समय म अनि मेरो साथीभाइहरूको लागि पनि डराउने समय हो। मानिसहरू डराउँछन् हामीबाट उनीहरू कोभिड-19 संक्रमित हुन्छन् भनेर। उनीहरूले हामी बस्ने रुखहरू काट्दैछन् अनि हामीलाई हाम्रो घर, मन्दिर अनि ओदारहरूबाट खेद्दैछन्। धेरै खोज अनुसन्धानपछि वैज्ञानिकहरूले यो निष्कर्ष गरे कि कोभिड-19 जस्ता भाइरसहरू चमेरादेखि मानिसमा फैलिँदैन। वास्तवमा कोभिड-19 चमेराको शौच अथवा चमेराको सम्पर्कमा आउँदा फैलिने कुनै पनि प्रमाण छैन। तर यसको यो मतलब होइन कि हामी अङ्गालो हालेर खुसी मनाउन सक्छौं। अन्य प्राणी जस्तै हामी चमेराहरूलाई आफ्नो निजी क्षेत्र अनि ठाउँ मनपर्छ। कृपया हामीदेखि पनि शारीरिक दूरी कायम राख्नुहोला, आज अनि भविष्यमा पनि। अनि यदि म तपाईहरूको घरभित्र पसे भने त्यसको मतलब म आफ्नो बाटो भट्केको या भोकाएको हुन्छु। धैर्यको साथ बत्ती अनि पंखा बन्द गरेर झ्याल खुल्ला राखिदिनुहोला। म आफ्नो बाटो खोजेर निस्किन्छु। कोभिड-19 भाइरस कसरी अनि कहाँबाट आएको हो भनेर बुझ्न वैज्ञानिकहरू कडा मेहनत गरिरहेका छन्। खोज अनुसार यस्तो भाइरस फैलिने एउटा कारण हो मानिसहरूद्वारा गरिएको वन जंगलको नाश। जहाँ हजारौं रुखहरू अनि म जस्तो प्राणीहरू बस्छन्। त्यो अनि अर्को चाहिँ वन्यजीवनको तस्करी अनि विश्वभरि ठूलो तरिकाले औद्योगिक खेतीले जानवरहरूको वातावरणमा परिवर्तन गर्दैछ। यस प्रकारको तनावले जानवरहरूको शरीरमा भाइरसले जन्म लिँदैछ अनि मानिसको सम्पर्कमा आएर फैलिने सजिलो हुँदैछ। चमेराले यस धरतीमा धेरै कुराहरू चलाउने काम गर्छ। हामीले तपाईहरूलाई मनपर्ने चामल, गेहूँ अनि मकै जस्तो खानाहरूबाट निशुल्क कीट नियन्त्रण प्रदान गर्दैछौं। अनि मच्छर कम्ती गर्न पनि हामी काम गर्छौं। तपाईहरू जस्तै हामीलाई पनि केरा, जामुन अनि अम्बक खानु मनपर्छ अनि यही फूलहरूको परागण हामी गर्छौं, जसको कारण अझै धेरै फूलहरूको उत्पादन हुन्छ। अरू वनजन्तु जस्तै दया गरेर हामीले खाएको फलहरू नखाइदिनुहोस्। हामी पीपल अनि बर जस्तो रुखहरूको छाया मुनि बस्नु मन पराउँछौं अनि यही रुखहरूको बिजन दुवानी गर्छौं। तपाईहरूले देखिरहनु भएको होला, हामी प्रकृति अनि मानव स्वास्थ्यको लागि धेरै महत्वपूर्ण भूमिका खेल्छौं। कृपया हामीलाई कुनै प्रकारको हानि नपुर्याइदिनुहोस्, हाम्रो घरबाट नखेदिदिनुहोस्। हामी सबै मिलेर आफ्नो आफ्नो भूमिका निभाउन सकौं। यो सन्देश सुन्नु भएकोमा तपाईहरूको आभारी छौं।
यो सन्देश आफ्नो साथीभाइ अनि परिवारसम्म पुर्याइदिनुहोस् ताकि हामी सबै मिलेर कोभिड-19 जस्तो महामारीलाई रोक्न सकौं।